सबैलाई जय मसीह साथै नमस्कार। यहाँहरुलाई आजको भिडियोमा स्वागत गर्न चाहन्छु र आज पनि म परमेश्वरको वचन लिएर आएको छु र आज चाहिँ हामी लुका 10 को वचन हेर्ने छौं। लुका 10 को हामी 30 देखि 37 सम्म पढ्ने छौं, किन भन्दा टाइम पुग्दैन माथिको पढ्नलाई। येशूले जवाफ दिनुभयो, एकजना मानिस यरुशलेमबाट यरीहोतिर जाँदै थियो। त्यो डाकुको फेला पर्यो। तिनीहरूले त्यसलाई नाङ्गै पारेर पिटे र अधमरो पारी छोडेर गए। संयोगले एकजना पुजारी त्यही बाटो भएर जाँदै थियो र त्यो अधमरो मान्छेलाई देखेर त्यो अर्कोपट्टि तर्केर गयो। त्यसैगरी एकजना लेवी पनि त्यस ठाउँमा आएर त्यसलाई देखेपछि अर्कोपट्टि तर्केर गयो। तर एकजना सामरी उसको यात्रामा जाँदै गर्दा त्यो मान्छे भएको ठाउँमा आइपुग्यो र त्यसलाई देखेर उसको मन दयाले भरियो र त्यसकहाँ गएर तेल र दाखमत लगाएर त्यसका घाउहरूमा पट्टी बाँधिदियो र आफ्नै गधामाथि चढाएर त्यसलाई एउटा पौवामा ल्याई त्यसको हेरचाह गर्यो। भोलिपल्ट उसले चाँदीका 2 सिक्का पौवाको मालिकलाई दिएर भन्यो, यिनको हेरचाह गर र अरू बढी खर्च लागे म फर्केर आउँदा तिमीलाई तिरिदिनेछु। येशूले सोध्नुभयो, तिम्रो विचारमा यी 3 जना मध्ये डाकुका हातमा पर्ने मानिसको छिमेकी कुन चाहिँ ठहरियो? तिनले भने, त्यस मानिसमाथि दया देखाउने चाहिँ। तब येशूले तिनलाई भन्नुभयो, जाऊ तिमी पनि त्यसै गर। यो वचनमा हेर्दाखेरि एउटा मान्छे छ जो चाहिँ यरुशलेमबाट यरीहोतिर जाँदैछ। अनि त्यो समयमा चाहिँ उसलाई बाटोमा चाहिँ डाकु अब लुटेराहरूले भेटेर चाहिँ अनि कुटपिट गरेर अब उसित भएको पैसाहरू पनि लुट्यो होला। अनि अधमरो भन्नाले पूर्णतया नमारेको तर आदि रूपमा चाहिँ अब त्यसरी मृत्यु आदि चाहिँ मृत्यु दिएको त्यस्तो खालको बनाएर अनि छोडिदियो बाटोमा। त्यो डाकुहरूले त्यो मान्छेलाई लुटेर अब अधमरो पारेर छोडिदियो बाटोमा। यो वचनमा हेर्दाखेरि त्यो बाटो पुजारी अनि लेवी जाँदाखेरि दुईटैले के गर्यो? मन्टो एउटाले यतातिर फर्कायो, पहिला एकुन्टा गरेर आयो पहिला पुजारी, त्यसपछि उसले चाहिँ आफ्नो मन्टो एकातिर फर्काएर गयो। त्यसपछि अनि लेवी आउँदा पनि आफ्नो मन्टो अर्कोपट्टि फर्काएर गयो। त्यो अधमरो मान्छेलाई सहायता गर्नुपर्ने हो। लेवी भनेको परमेश्वरको काममा सधैँ खडा हुने व्यक्तिहरू हो। लेवी भनेको, पुजारी भनेको परमेश्वरको भेटुने पालमा काम गर्ने पुजारीहरू, यिनीहरू भनेको परमेश्वरको सेवामा खडा भएको व्यक्ति हो। तर यिनीहरूलाई हेर्दाखेरि यिनीहरूले के गर्दैछन् त? त्यो अधमरो मान्छेलाई देखेर पनि उनीहरूलाई अब त्यहाँबाट भनौँ न त्यहाँबाट कुनै वैद्य कहाँ लाने काम गरेको छैनन्। तर यिनीहरूले के गरे? यदि यसलाई बचाउने भने डाकुले हामीलाई पनि केही गर्छ कि भन्ने त्यस्तो खालको मनमा भएको कारणले गर्दा उनीहरूले त्यसलाई त्यही अवस्थामा छोडिदिएर गयो। तर पछि चाहिँ आउने एउटा सामरी छ। एउटा सामरीले चाहिँ उसलाई देख्ने बित्तिकै सामरीको मनमा चाहिँ दयाले भरिएर अनि उसले चाहिँ के गर्यो? पौवामा लिएर गएर अनि तेल र दाखमत घाउमा लगाइसकेपछि अब अन्त्यमा चाहिँ पौवाको मालिकलाई 2 सिक्का दिएर अनि पौवाको मालिकलाई चाहिँ यसको हेरचाह गर्नु, बढी लाए म आएर तिमीलाई तिरिदिनेछु भनेर त्यसरी भन्यो। यहाँ हेर्दाखेरि लेवी पुजारी जुन छन् उनीहरूले त्यो अधमरो मान्छेलाई सहायता नगरेको कुरा देख्न सकिन्छ। र असल सामरीले चाहिँ के गर्नुभयो? उसको सहायता गरेर पौवाको मालिकको हातमा दिनुभयो, तेल लाएर दाखमत लाएर। यो हेर्दाखेरि अधमरो मान्छे त्यो यस्तो अवस्थामा पुगेको थियो कि उसलाई चाहिँ अब कसै न कसैले सहायता गरे बाँच्ने, होइन भने ऊ मर्नु पर्थ्यो। अधमरो त पहिले नै भइसकेको थियो त्यो डाकुहरूले कुटपिट गरेर। अब त्यो अवस्थामा उसलाई कसैले सहायता गर्यो भने ऊ बाँच्न सक्थ्यो, होइन भने आफ्नो कोसिसले ऊ अब वैद्यका जान पनि सक्थेन, किन भन्दा ऊ अब उठ्न सक्ने अवस्थामा थिएन। त्यसकारण असल सामरीले चाहिँ गधामाथि चढाएर लिएर गएर पौवाको मालिकको हातमा दिनुभयो। यो वचन हेर्दाखेरि बाइबल हरेक कुरा एउटा स्टोरी छ, तर त्यसभित्र चाहिँ एकदम परमेश्वरले दिन खोजेको मन एकदमै, जस्तै उदाहरणको लागि नरियलको विषयमा हेर्दा पनि बाहिर हेर्दा एकदम कडा त्यो नरियलको उयो हुन्छ, मतलब एकदम हार्ड भएको त्यो हुन्छ। तर त्यसलाई फोरेर भित्र हेर्दाखेरि एकदम नरम र मिठो नरियल हामी पाउन सक्छौँ। परमेश्वरको वचन हेर्दा पनि त्यस्तै छ।
बाहिर हेर्दाखेरि अलि एउटा नरिवलको बाहिरी आवरण जस्तो छ, तर भित्र फोरेर हेर्दाखेरि एकदमै परमेश्वरको वचन नरम कमुलो भएको कुराहरू देख्न सकिन्छ र एकदमै ठुलो रहस्य परमेश्वरले राखेको कुरा देख्न सकिन्छ। अब यहाँ असल सामरीको दृष्टान्त विषयमा हेर्दाखेरि यहाँ चाहिँ अधमरो जुन डाकुहरूको हातमा फेला परेको थियो, त्यो अधमरो मान्छे को हो त? यहाँ हरेक क्यारेक्टरहरू हुनुहुन्छ र त्यो क्यारेक्टरमा कोही न कोही उभिनु परेको हुन्छ। अधमरो मान्छेको, असल सामरीको, त्यो डाकुहरूको, त्यो पुजारीहरू, त्यो लेबीहरूको, अनि त्यो पौवाको मालिकको। परमेश्वरले वचन त भन्नुभयो, सबै वचन हाम्रो लागि मात्र भन्नुहुन्छ परमेश्वरले। त्यसै पनि यहाँ हेर्दाखेरि त्यो अधमरो मान्छे जुन डाकुको हातमा फेला परेको थियो, त्यो चाहिँ पापमा फेला परेको व्यक्ति हो, जो तपाईँ हामी हो। पापमा फेला परेको हामी मान्छेहरू र त्यो पापले हामीलाई कुटेर अब अधमरो, अब आधी मारेर अब स्वर्ग पनि जान नसक्ने गरेर मारिदियो हामीलाई। त्यो पापले गर्दा हामी स्वर्ग जान नसक्ने थियौँ, तर त्यही बाटोमा लेबी पुजारीले हामीलाई उद्धार गरिदिन सकेन। त्यो पापबाट हामीलाई छुटकारा दिन सकेन। कोही व्यक्तिले पनि पापको विषयमा पापबाट हामीलाई छुटकारा दिन सकेन, कोही पनि मान्छेहरूले दिन सकेन। त्यो लेबी, त्यो पुजारी कसैले पनि दिन सकेन। तर यहाँ हेर्दाखेरि एउटा असल सामरी हुनुहुन्छ। असल सामरी चाहिँ बाइबल अनुसार हेर्दा येशू ख्रीष्ट हुनुहुन्छ, येशू ख्रीष्ट। र उहाँले चाहिँ के गर्नुभयो, त्यो व्यक्तिमाथि दया गरेर त्यो डाकुको हातमा फेला परेको त्यो अधमरो मान्छे, त्यो हामीमाथि दया गर्नुभयो। र हामी यस्तो अवस्थामा परेको थियो, पाप लिएर हामी स्वर्ग जान नसक्ने ठाउँमा पुगेको थियो। त्यो पापले कुटेर हामीलाई अधमरो पारिदिएको थियो। तर त्यही समयमा, ठिक समयमा येशू ख्रीष्ट आउनुभयो, त्यो असल सामरी आउनुभयो र त्यो बेला अधमरो मान्छे हामीलाई तेल र दाखमत घाउमा लगाइदिनु भयो। र बाइबल अनुसार हेर्दाखेरि हामीले तेलको अर्थ पवित्र आत्मा भेटाउन सक्छौँ र दाखमतको अर्थ चाहिँ येशू ख्रीष्टको रगत भेटाउन सक्छौँ। र हामी त्यो पापमा मरेको समयमा येशू ख्रीष्टले दाखमत लगाइदिनु भयो, अथवा येशू ख्रीष्टको रगत हामीमा लगाइदिनु भयो र त्यो रगतद्वारा हामी धर्मी र पवित्र भयो। र त्यो तेलको विषयमा हेर्दाखेरि येशू ख्रीष्टले हामीमा पवित्र आत्मा दिनुभयो। अब जुन त्यो डाकु चाहिँ अब अधमरो भएको थियो, अब ऊ मृत्यु पर्खिरहेको थियो। अब चाहिँ कति समयमा मर्नुपर्ने, एकदम दुःख भएको छ, एकदम गाह्रो भएको छ, पीडा भएको छ, अब मर्नुपर्ने हो। तर ठिक समयमा त्यो डाकुको हातमा फेला परेको त्यो अधमरोलाई उद्धार गरिदिने चाहिँ सामरी, असल सामरी, जो कि येशू ख्रीष्ट आउनुभयो। र हामी त्यो डाकुको हातमा फेला परेको, हामी त्यो अधमरो मान्छे हो। पापले हामीलाई फेला पारेर जहाँ हेर्दा पनि पाप भएको कारणले गर्दा हामी स्वर्ग जान नसक्ने र आफै त्यो डाकु उठेर हिँड्न नसके जस्तै हामी पनि आफै स्वर्ग जान सक्थेनौँ। तर हामीलाई चाहिँ येशू ख्रीष्ट चाहियो। जसरी त्यो डाकुलाई कोही न कोही व्यक्ति चाहिन्थ्यो, त्यो चाहिँ सामरी हुनुहुन्थ्यो, त्यसरी नै हामीलाई पनि येशू ख्रीष्ट चाहियो। र येशू ख्रीष्टले दाखमत तेल लाएर पवित्र आत्मा दिनुभयो, अनि उहाँको रगतद्वारा चाहिँ हामीलाई सित्तैमा धर्मी बनाइदिनु भयो। र पौवाको मालिकको हातमा अथवा मण्डलीको, चर्चको, परमेश्वरको दासको हातमा हामीलाई छोडिदिनु भएको छ। र उहाँले चाहिँ हामीलाई दिनहुँ वचन दिँदै अनि त्यसरी उत्साह दिनुहुन्छ। यो हेर्दाखेरि हामी चाहिँ त्यो डाकुको हातमा फेला परेको अधमरो मान्छे जस्तो हो। तर सामरी येशू ख्रीष्टले चाहिँ हामीलाई उद्धार दिनुभयो। त्यसै कारणले गर्दा हामी चाहिँ येशू ख्रीष्टको त्यो रगतद्वारा, त्यो दाखमतद्वारा, त्यो तेल, त्यो पवित्र आत्माद्वारा सित्तैमा धर्मी र पवित्र भएका छौँ। हामीलाई हिब्रू 10:10ले त्यसरी भन्छ, रोमी 3:24ले त्यसरी भन्छ। हामी चाहिँ येशू ख्रीष्टको रगतद्वारा सित्तैमा धर्मी ठहरेका छौँ। र आज म यति नै कुरा गर्नेछु र यहाँहरूले अरू भिडियो पनि हेर्नुहोला। अहिलेलाई चाहिँ यति हुन्छ। धन्यवाद।